यस पृथ्वीमा आउनुभयो र आजभन्दा 2000 वर्ष अगाडि उहाँले कल्भरी क्रुसमा आफ्नो प्राण त्याग्नुभयो। कतिजना मानिसहरूले उहाँलाई क्रुसमा टाकेको देख्दै गर्दा एउटा असल मानिस ओ शहीद भयो भनिकन भन्दछन्। होइन, उहाँ एउटा असल मानिस मात्र हुनुहुन्थेन, तर उहाँ धर्मी पवित्र परमेश्वर अनि सिद्ध मानिस भइकन यस पृथ्वीमा सिद्ध र पवित्र जीवन जिएर र पनि क्रुसमा अपराधी मानिसलाई उहाँ मर्नु हुँदछ। किन भन्दै गर्दा तपाईँले मलाई प्रेम गरेर तपाईँले मेरो साथमा उहाँले आफ्नो प्राण त्यागिदिनुहुन्छ। बाइबलले भन्दछ पापको ज्याला मृत्यु हो। कति गर्दा हाम्रो पापले हामीलाई नरक लैजाँदै थियो, हाम्रो पापले हामीलाई अनन्त मृत्युतिर लैजाँदै थियो। पापको कारणले गर्दा परमेश्वरको क्रोध हामीतिर थुप्रिराखेको थियो। अनि तपाईँ र म के गर्दा बस्नु पर्ने अनि भन्दै गर्दा यही ओ अनन्त मृत्युबाट नरकबाट कति मानिसलाई थाहै छैन उनीहरूको पापले उनीहरूले कहाँ लैजाँदैछ भनेर। सुन्नुहोस्, पापले हामीलाई नरक लैजाँदैछ अनि यो पापबाट त्यो नरकबाट अनि अनन्त मृत्युबाट अनि त्यो क्रोधबाट त्यो दण्डबाट हामीलाई बचाउनलाई भनेर येशू ख्रीष्ट जो सिद्ध पवित्र धर्मी हुनुहुन्थ्यो कल्भरी क्रुसमा उहाँ पापी भइकन अर्थात् हाम्रा सबै पाप र अधर्महरू बोकेर उहाँ मर्नु हुँदछ। उहाँले आफ्नो प्राण त्याग्नु हुँदछ, आफ्नो पवित्र रगत बगाउनु हुँदछ।